तपाई पनि YouTube च्यानलमा भिडियो अपलोड गर्न चाहनुहुन्छ तर च्यानल कसरी बनाउने त्यो पनि 3-4 मिनेटमा। नमस्कार, म जीवानन्द पोदार र स्वागत छ तपाईलाई ज्ञान टु जीवा च्यानलमा। यदि तपाई नयाँ युट्युबर बन्न चाहनुहुन्छ भने सबैभन्दा पहिलो स्टेप YouTube च्यानल बनाउने। भिडियोलाई अन्त्यसम्म हेर्नुहोस् ताकि कुनै गल्ती नहोस्। म तपाईलाई स्टेप बाइ स्टेप सिकाउने छु। त्यसो भए जाउँ मोबाइलको स्क्रिनमा। मोबाइलको स्क्रिनमा आएपछि यहाँ तपाईले YouTube एप्स ओपन गर्नुपर्ने हुन्छ। YouTube ओपन गरेपछि यहाँ लोगो हेर्न सक्नुहुन्छ। लोगोमा क्लिक गरेर यहाँ प्लस आइकनमा क्लिक गरेर यहाँ तपाईले हेर्न सक्नुहुन्छ क्रिएट पर्सनल युजमा यो लेखेको छु। यहाँ चाहिँ फर्स्ट नेम राख्नुपर्ने हुन्छ र सेकेन्डमा चाहिँ लास्ट नेम म राख्दै छु ज्ञान टु जीवा र नेक्स्ट गर्दैछौँ। नेक्स्ट गरेपछि यहाँ तपाईले डेट अफ बर्थ राख्नुपर्ने हुन्छ। म यहाँ राख्दै छु। यहाँ तपाईले जेन्डर सिलेक्ट गर्नुपर्ने हुन्छ। मैले मेल गरे र यहाँबाट तपाईले चुज गर्न सक्नुहुन्छ कुन जीमेल राख्ने। यहाँ मैले माथिको नै राख्छु र अर्को पनि तपाईले बनाउन सक्नुहुन्छ क्रिएटमा क्लिक गरेर। यहाँ तपाईलाई स्ट्रङ पासवर्ड राख्नुपर्ने हुन्छ। मिक्स लेटर नम्बर एन्ड सिम्बल राखेर यहाँ पासवर्ड राख्नुपर्ने हुन्छ। मैले राख्दै छु। तब पनि स्ट्रङ पासवर्ड राख्नुस् ताकि कसैले ह्याक नगरोस्। यहाँ नेक्स्ट फेरि गर्दिनु होला र यहाँबाट तपाईले एड फोन नम्बर टु अकाउन्ट यहाँ तपाईले मोबाइल नम्बर राख्नुपर्ने हुन्छ र मैले राखे र नेक्स्ट गरे। नेक्स्ट गरेपछि स्क्रोल गरेर यहाँ तपाईले हेर्न सक्नुहुन्छ आई एग्री मा क्लिक गर्ने। आई एग्री मा क्लिक गरेपछि यहाँ तपाईले हेर्न सक्नुहुन्छ यति सजिलैसँग YouTube च्यानल क्रिएट भयो। एकछिनमा यहाँ हेराउँछ। अहिले नेट स्लो भएर यहाँ अलि लेट भइरहेछ। यहाँ जीमेल आएको छ र यहाँ हेर्न सक्नुहुन्छ ज्ञान टु जीवा यहाँ क्रिएट भयो र यहाँ लोगोमा क्लिक गरेर यहाँ क्रिएट अ च्यानलमा क्लिक गरेर यहाँ तपाईले हेर्न सक्नुहुन्छ। मैले यहाँ क्लिक गरेर यहाँ तपाईले हेर्न सक्नुहुन्छ क्रिएट च्यानल। यहाँ क्रिएट च्यानलमा क्लिक गरेर र यो अब YouTube च्यानल क्रिएट भयो। यति सजिलैसँग तपाई पनि YouTube च्यानल पनि क्रिएट गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ मैले क्रिएट गरे। यति सजिलैसँग तपाई आफ्नो YouTube च्यानल बनाउन सक्नुहुन्छ र भिडियो अपलोड पनि गर्न सक्नुहुन्छ। र यदि तपाईलाई कुनै समस्या आइरहेको छ भने तपाईले भिडियोमा कमेन्ट गर्न सक्नुहुन्छ। म अवश्य भिडियो बनाउने छु। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने तपाईले ज्ञान टु जीवा च्यानललाई सब्स्क्राइब गर्नुहोस्। थ्यांक्स फर वाचिङ दिस भिडियो।